Hangzhou de Ngauro. शुभकामना व्यक्त गर्दै हाम्रो प्रमुख अतिथिको आगमन अनुरोध गर्दछु। यसरी आसन ग्रहण गरिदिनुहुन नेपाल मगर सङ्घ केन्द्रीय उपाध्यक्ष सदस्य गीता साङज्यूलाई म विनम्र अनुरोध गर्दछु। आइपुगेपछि हामी विशिष्ट अतिथिको आसन ग्रहण गरौँ। अध्यक्ष शङ्कर दाहाज्यूलाई म विनम्र अनुरोध गर्दछु। यहाँ धेरैजना अतिथिज्यूहरू विशेष कारणले हार्दिक अनुरोध गर्दछु। यसै गरी मगर बौद्ध सेवा समाज रूपन्देहीका अध्यक्ष जय साथज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म विनम्र अनुरोध गर्दछु। हामीमा यहाँ उपस्थिति दिएर मैले चिनेका जनप्रतिनिधिज्यूलाई मैले यहाँ आसन ग्रहण गराउन गइरहेको छु। हामीले मगर जातिले हाम्रो आफ्नो पितृहरूलाई हाम्रो मगर समुदायको परम्परा अनुसार खिचडीमा अन्तर्राष्ट्रिय कलाकार केही 58 को पनि उपस्थित भएको छ र यसै गरी हाम्रो स्थानीय कलाकारहरूको पनि त्यहाँ विशेष प्रस्तुति हुनेछ। हजुरहरू कार्यक्रमको अन्त्यसम्म रहेर यो हाम्रो कार्यक्रमलाई शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र खास गरेर हामी आज माघे सङ्क्रान्ति विशेष कार्यक्रम गर्दै गर्दा हाम्रो मगर समुदायमा चलिरहेका खानाका परिकारहरू पनि हामीले राखेका छौँ। त्यसमा हजुरहरू अन्तिमसम्म बसेर त्यो खानाका परिकारहरूको पनि श्रवण गरेर मात्रै जानु हुन हार्दिक अनुरोध गर्दछु। र आज हामी यो एउटा खास गरेर यो हाम्रो उद्देश्य भनेको हामीले यो मगर जातिको सबै विशेष कार्यक्रमको अवसर पारेर हामी विभिन्न रूपन्देही जिल्लामा रहेका विभिन्न गाउँ नगरपालिकाबाट छरिएर रहेका मगरहरूलाई एक आपसमा परिचित हुने र हामी खुसी बनाउने र भन्ने उद्देश्यका साथ यो कार्यक्रम हामीले आयोजना गरेकोमा हजुरहरू सम्पूर्ण आइदिनु भयो। हजुरहरू सम्पूर्णलाई म पुनः हार्दिक स्वागत गर्दै मेरा स्वागत मन्तव्य यही अन्त्य गर्छु। जय नेपाल मगर सङ्घ जिन्दाबाद।
रहेछौँ। तसर्थ मगरहरू आजको होइन, हामी मगरहरू पुर्खादेखि नै यो सांस्कृतिक पर्व मनाइरहेका छौँ। तसर्थ आज रूपन्देहीले आयोजना गरेको कार्यक्रम यो मेरो बुझाइमा र मैले देखेअनुसार आजसम्म गरेको जिल्लाले गरेको कार्यक्रमहरू इन्डोर कार्यक्रम जनसङ्ख्याको उपस्थिति यति धेरै आज पहिलो पटक चाहिँ हामीले मनाइरहेको छ। यो कार्यक्रम आज मात्रै नभएर आगामी वर्षहरूमा पनि अझै हामी व्यवस्थित तरिकाले इन्डोरमा नभए हामी बाहिर ओपन कार्यक्रम राख्नुपर्छ। मगरहरूको आफ्नो संस्कार संस्कृति जगाउनुपर्छ भन्न चाहन्छु। यति भन्दै महानगर सम्पूर्णको तर्फदेखि तपाईँ सम्पूर्णलाई मिनामलेस सञ्चालन गरिरहनुहुने म्याडमज्यूलाई आज कार्यक्रमहरूको अवलोकन गर्नेछौँ। हामी 20,43,000 प्लस मगरहरूको आर्थिक समृद्धिको कुरा यहाँ राख्न चाहन्छु। मैले हामीसँग एउटा उपाय रहेछ। त्यो उपाय मैले धेरै ठाउँमा भन्दै गरेका छु। त्यो के हो त भन्दाखेरि हाम्रा पुर्खा भनेको केमिकल इन्जिनियर रहेछ। हाम्रा बाजे बराजुहरू केमिकल इन्जिनियर रहेछ कि नेपालीहरू मात्न चाहिँ पाइने ल्याब चाहिँ हामीले उत्पादन गरेको 3 पाटेको अमृत हो जो प्राङ्गाणिक छ। त्यसलाई चाहिने अवैध भनेर फ्यालिने कसले? नेपालको सरकारमा रहेका ती निकायहरूले। अब त्यसो हुन हामी दिनु मैले नेपाल नगरसभालाई भन्दै गरेको छु। यसलाई अब हामी राष्ट्रियकरण गरेर वैध गरेर ब्रान्डिङ गरेर नेपालमा मात्रै होइन हामी विदेशमा पनि निर्यात गर्छौँ। म विनम्र अनुरोध गर्छु पर्वको अतिथि र विशिष्ट अतिथिलाई खाजा भनेर ब्याजले सम्मान गरिदिनु हुन म साथीहरूलाई म विनम्र अनुरोध गर्दछु। सांस्कृतिक कार्यक्रममा उपस्थित यसै गरी देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा महानगरपालिकाका प्रमुख राज पाण्डेज्यूलाई हामी सगुनसहित निमन्त्रणा गर्न गएका थियौँ। आशा छ उहाँको आर्थिक, नैतिक, भौतिक रूपले समुदायको
त्यही पञ्चायतमा एकचोटि स्टेजमा आवेदन व्यक्त गर्न चाहन्छौँ। सचिवज्यू, ओ सचिवज्यू, यसै गरी दिनमा हाम्रा पूर्वजहरूले माघे सङ्क्रान्ति मान्दाखेरि केवल व्यक्तिगत रूपमा मान्नुहुन्थ्यो। आफ्ना छोरी चेलीहरूलाई बोलाएर नाम्या, बाडा, वाक्स्या विभिन्न किसिमको परिकारहरू खुलाएर मान्ने चलन थियो भने अहिले साङ्गठनिक रूपमा यो पर्व मनाइरहेका छौँ र मलाई लाग्छ अब यो माघे सङ्क्रान्ति पर्व हामीले मात्र होइन, केवल मगर समुदायले मात्र होइन, नेपालभरिका सबै समुदायले यो पर्व मान्नुपर्छ र यो पर्वलाई राज्यले अवलोकन गर्नुपर्छ र यो पर्व राष्ट्रिय रूपमा मान्नुपर्छ भनेर यहाँहरूको बिचमा म राख्न चाहन्छु र म पुनः सबैलाई आज यो माघे सङ्क्रान्ति विशेष 2082 को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ अन्त गर्न चाहन्छु। हस्त धन्यवाद। जय मगर, जय मगर। आदरणीय झमबहादुर गुरुङज्यूलाई हार्दिक यो भव्य कार्यक्रम मगर सङ्घले गरिरहँदा हामी कतिको मालिक भयौँ त भन्ने कुरामा पनि बुझ्न जरुरी छ। हामी त्यति मालिक हुन सकेका छैनौँ भन्ने कुरा मगर समुदायबाट पनि आवाज आउनुपर्छ भन्ने मलाई लाग्छ। किन भन्दाखेरि माघे सङ्क्रान्तिले परिचित गरिसकेको छ कि मानव सभ्यताको विकासको सँगसँगै हिजो अनुसन्धान खोज तलास गर्दाखेरि मान्छेहरू बाँच्नुको उपाय के हो त, बाँच्नको लागि के गर्नुपर्छ त भन्ने कुरा खोजी गर्दा खानेकुराहरूको परिकारहरूको विकास गर्नुभयो र माघ 1 गतेलाई आफ्नो पितृ देवताहरूलाई चढाउँदै चेलीबेटीलाई खुवाउने र खाने दिन पनि गर्नुभयो। त्यो अनुसन्धान त्यो भन्दा पहिला थिएन। मानव सभ्यताको विकास हुनुभन्दा पहिला मान्छेहरूको त्यति व्यवस्थित थिएन। त्यो व्यवस्थित गर्यो। कन्दमुलो पानीभित्र र पानी
कति हुन्छ र यो महिनामा हामीले खाँदाखेरि बाँच्न सकिन्छ भन्नेको खोज गर्यो। त्यसमा मगर समुदायले अँगाल्दै आएको छ, तर सबै प्राणीहरूलाई यो आवश्यक छ। त्यसकारणले अझै पनि अनुसन्धान अन्वेषण गर्न बाँकी छ। आज एउटा कुरा भन्नै पर्नेछ कि मे 7 आज एउटा सजाएको छ मगर समुदायले खादा लगाइदिएर र टाउकोमा फेटा गुन्देर। त्यो पनि एउटा संस्कार थियो मगरको। मगरले सम्मान गर्न सकेको मात्रै होइन, उत्पादन पनि गर्न सकेको थियो। तर यो राज्यले किन त्यसलाई स्वीकार गर्न सकेन त? हामीले किन समय मात्रै बर्बाद गर्यौँ त? त्यो संस्कारमा कम भइरहेको छ। हामीले सम्पूर्णको सुख समृद्धि सुख शान्ति समृद्धि को शुभकामना म व्यक्त गर्न चाहन्छु र आजको यस कार्यक्रमलाई भव्य बनाउनको लागि पाल्नु हुने हाम्रो अन्तर्राष्ट्रिय कलाकार बहिनी त्यसै गरी आज यो महत्त्वपूर्ण एकदम मौलिक सांस्कृतिक नाचहरू प्रस्तुत गर्नुहुने कलाकार साथीहरू त्यसै गरी हाम्रो नेपाल विद्यार्थी सङ्घका विद्यार्थी भाइ बहिनीहरू र अन्य कलाकार साथीहरूले जुन महत्त्वपूर्ण आफ्नो मौलिक संस्कार संस्कृति अनुसारको नाचहरू प्रस्तुत गर्नुभयो, हामीलाई मनोरञ्जन प्रदान गर्नुभयो, त्यसको लागि म हार्दिक आभार धन्यवाद दिन चाहन्छु। र आज यसै अवसरमा हाम्रा पुर्खा हाम्रा अमर शहीदहरूको उच्च
सम्मान गर्दै उहाँको योगदानलाई पनि म स्मरण गर्न चाहन्छु र उहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। प्रत्यक्ष रूपमा मैले बुझ्न पाएँ। किन भन्दाखेरि म आउँदै गर्दाखेरि सबैजनालाई मगर पहिरनमा देखेँ अनि टोको बोकेर त्यहाँ आइरहनु भएको थियो र सबैजनाले मलाई भेट्दाखेरि सानो थियो भन्नुहुन्छ।
म त्यही सानो चेरिया मगर 2014मा तपाईँहरूलाई डिआइडीमा देख्दाखेरि त्यही सानो चेरिया मगर आज तपाईँहरूको अगाडि छु। अलिकति ठुलो भएको छु, हाइटबाट धेरै ठुलो भएको छैन होला, तर उमेरबाट पहिलाभन्दा त धेरै नै ठुलो भएको छु। यही भन्दै क्रममा चाहिँ सानो प्रसङ्ग के पनि जोड्न चाहे भन्दाखेरि म जहाँ पनि जान्छु चेरिया मगर भनेर मलाई सबैले चिन्नुहुन्छ र धेरै जसोले के पनि भन्नुहुन्छ भन्दाखेरि तिमी धेरै लक्की छौ, किन भन्दाखेरि तिम्रो जुन समुदाय छ, तिम्रो जुन मगर समुदाय छ, त्यहाँबाट तिमीले यति धेरै सपोर्ट पाउँछौ, यति धेरै माया पाउँछौ र तिमीले पाउने माया र सपोर्ट चाहिँ यति निस्वार्थ, यति मनबाट हुन्छ कि तिमी धेरै लक्की छौ भनेर भन्नुहुन्छ क्या। र त्यतिखेर चाहिँ मलाई यति धेरै गर्व महसुस हुन्छ र यति धेरै म आफूलाई लक्की फिल गर्छु कि मैले यति धेरै माया बटुल्न पाएको छु। र आज यहाँ आउँदै गर्दा, स्टेजमा आउँदै गर्दा तपाईँहरूको आँखामा म प्रति देखेको सम्मान र माया पाउँदा चाहिँ मेरो धन्नै आँखाबाट आँसु पनि झऱ्यो आज। यो बोल्दै गर्दाखेरि चाहिँ टेरियाले कति ठुलो कुरा बोलेको जस्तो लागेको होला, तर म साँच्चै नै मनबाट त्यस्तो फिल भयो। त्यही भएर तपाईँहरू सम्पूर्णलाई आज एकमुष्ट रूपमा धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। तपाईँहरूले दिनुभएको यो माया, यो सम्मानले गर्दा नै आज म यस स्थानमा छु र अगाडि लाइफमा मलाई धेरै कुराहरू गर्नु छ। मलाई यस्तो फिल हुन्छ कि मलाई अझै धेरै कुराहरू अचिभ गर्न छ, धेरै कुराहरू कति कुराहरू मैले गरेकै छैन, कति कुराहरू गर्न बाँकी नै छ, तर त्यो चिज अचिभ गर्नको लागि चाहिँ आज यहाँ आएर मलाई अझै थप ऊर्जा मिलेको छ। त्यसको लागि म फेरि पनि हाम्रो अध्यक्षज्यूलाई थ्याङ्क यू भन्न चाहन्छु। मलाई यहाँ बोलाइदिनु भयो, निमन्त्रणा दिनुभयो र आज मसँग मेरो मम्मी पनि हुनुहुन्छ जसको सपोर्ट मेरो जर्नी डिआइडी भन्दा पनि पहिलाबाट मेरो सुरु भएको थियो, मेरो डान्सको जर्नी। र सुरुदेखि अन्त्यसम्म नै मेरो मम्मीले अहिले धेरै धेरै सपोर्ट गर्नुभएको छ। मेरो मम्मी मात्र नभएर मेरो होल फ्यामिली को सपोर्टले गर्दा नै हो भन्छु। आज मेरो फुपू पनि हुनुहुन्छ, मेरो दिदी पनि आउनुभएको छ र मलाई एकदमै प्राउड पनि फिल भइरहेको छ उहाँहरूको अगाडि म यसरी उभिरहेको छु। माया पाउँछ नि त्यतिखेर आफ्नो घर परिवारले त्यो सम्मान देख्न पाउँदा चाहिँ वाह, मैले लाइफमा केही त गरेँ रहेछु भन्ने चाहिँ फिल हुन्छ। सो यही क्रममा मेरो ममलाई पनि थ्याङ्क यू। मैले आज बोल्दै गर्दाखेरि कति कमजोरी अलिकति केही बिगाऱ्यो भने मलाई आफ्नै छोरी सम्झेर माफ गरिदिनु। तपाईँहरूले देख्न सक्नुहुन्छ म आफ्नै पहिरनमा, मगर पहिरनमा सजिएकी छु, कस्तो देखेको छु, राम्रो देखेको छु होला। सो आइ एम भेरी एक्साइटेड फर माई पर्फर्मेन्स। र अहिले चाहिँ फेरि अन्त्यमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म साँच्चै कि आज एकदमै आभारी फिल गरिरहेको छु, एकदमै ग्रेटफुल, एकदमै भित्रबाट मेरो मन नै प्रफुल्लित भइरहेको छ। मेरो मनबाट के वर्ड्सहरू जो मैले कहिले पनि कल्पना गरेको थिएन युज गर्छु होला भनेर त्यो पनि आइरहेको छ। सो थ्याङ्क यू सो मच। उहाँहरूलाई हार्दिक नमस्ते। म सोचेकै थिइनँ कि यहाँ स्टेजमा आएर बोल्छु भनेर, त्यही भएर अलि अड्किरहेको छु। धेरै खुसी लागिरहेको छ यति भन्दै शुभकामना। थ्याङ्क यू। मास्टरमा आफ्नो परिस्थिति, आफ्नो विनर हुँदाखेरि सानी नानी आज ठुलो भएर यो रूपन्देहीले जन्माएको छोरी चेली आज अन्तर्राष्ट्रिय रूपमा चाहिँ आफ्नो छवि बनाउँदै हिँड्दै गर्दा सम्पूर्ण रूपन्देहीवासी, यसैमा पनि सम्पूर्ण नेपाली मगर समुदाय त यसै पनि छ, सम्पूर्ण नेपाली राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा रहनु भने सम्पूर्ण नेपालीले गर्व गर्ने स्थान बनाएकी सानी नानी टेरिया फौजा मगरलाई अबको बाँकी यात्रामा चाहिँ सफल रहोस्। सबैको तर्फदेखि हार्दिक शुभकामना। एकचोटि जोरदार ताली। आमा पनि रहनुभयो, हामी पनि आमा, हामीलाई पनि आँसु चुहाउन बाध्य बनाउनु हो। यद्यपि यो खुसीको आँसु हो। बाँकी यात्रा सफल रहोस्। हाम्रो विशिष्ट अतिथि त्यस कारणले मेरो अनुरोध छ, नेपाल मगर सङ्घको अनुरोध छ, प्रत्येक मगरले जसले मगर भाषा जानेका छन् मगर भाषा सिकाउनुहोस्, जसले जानेका छैनन् सिक्नुहोस्। भाषा हराए
संस्कृति हराए मगर जाति नै हराउँछ भनेर हाम्रा विद्वानहरूले भन्छन्, हामी पनि भन्छौँ। तर हामीले मगर भाषा सिक्छौँ न पढ्छौँ न बोल्छौँ न सिकाउँछौँ। त्यस भएको हुनाले आज यो माघे सङ्क्रान्तिको पावन अवसरमा यहाँको बिचमा उभिएर केही कुराहरू गर्न पाउँदा मलाई अत्यन्त गर्व अनुभूत भएको छ। इतिहास मगरले लेखेको छैन, त्यस कारणले मगरको इतिहास लेखन कार्यमा अहिले मगर सङ्घ लागेको छ। त्यसको लागि मगर व्यक्तित्व, बौद्धिक व्यक्तित्व जसले मगर ती व्यक्तित्वहरूले विभिन्न विधामा मगरका संस्कृतिका विषयमा, मगरका धर्मका बारेमा, मगरका संस्कारका बारेमा, मगरका भाषाका बारेमा, स्थान नामका बारेमा हाम्रा विद्वानहरूले विभिन्न त्यस्ता विषयहरूमा विद्या वारिणी गर्नुभएको छ। उहाँहरूको एउटा सङ्गठन निर्माण गरेको छ मगर सङ्घले, जसलाई मगर प्रज्ञा परिषद भनिरहेका छौँ। त्यसको डाक्टर केशवचन्द्र बराल कुलपति हुनुहुन्छ, डाक्टर विष्णु सिजारी त्यसको सदस्य सचिव हुनुहुन्छ, डाक्टर नरमाया थापा लगायत थुप्रै दर्जनौँ डाक्टरहरूको एउटा छ, जसलाई चाहिँ हामी प्रज्ञा परिषदको माध्यमबाट मगर जातिको इतिहास लेख्ने काम थालनी हुँदैछ। पहिलो पटक छिटो भएका कारणले अझै उनीहरूलाई फेरि भन्नु पर्यो, गइसके जस्तो लाग्छ होइन। त्यही जातिभित्र अमल गरियो भने फेरि हराइन्छ। त्यस कारणले आफ्नो भाषाको संरक्षण गर्ने, आफ्नो संस्कृतिको जगेर्ना गर्ने, आफ्नो पहिचान जोगाउने, तर नेतृत्व सबैको गर्ने। त्यही जातिको नेतृत्व भुलियो भने सबैको भएन, जीवन त्यही फेरि अलमलमा पर्छ। त्यसैले मगर समुदायको साथीहरूसँग मेरो आग्रह के छ भने नेतृत्व सबैको गर्न सफल हुनुहोस्। आज नेपाली काङ्ग्रेसको पहिलो सभापति अमर सिंह राणा हुनुहुन्छ,
पहिले हाम्रो जिल्ला सभापति बाबुराम राणा हुनुहुन्थ्यो, थारू सबैको सभापति, बाबुराम राणा सबैको सभापति, अरू पार्टीमा पनि के होला, मन्त्री बन्ने मान्छे सबैको मन्त्री हो, त्यस कारणले नेतृत्व सबैको, अनि संरक्षण आफ्नो जातीय पहिचानको, भाषिक पहिचानको र सांस्कृतिक पहिचानको, यो अहिले हामीले छिट्याउनु पर्ने कुरा हो। बुटोल महानगरपालिकाको बारेमा कुरा उठाउनुभयो, निवेदन बुटोल महानगरपालिकाबाट फिर्ता भएको छैन, सबै निवेदनमा केही न केही सम्बोधन गरिएको छ, किनभने त्यसमा मेरो मन जोडिएको छ मगर समुदायबाट। मगर समुदायप्रति मेरो मन कसरी जोडिएको छ अघि भने नि मैले, अघि एउटा गीत मेरो गाउँकै गीत ल्याउनु भएको थिएँ, के गरेँ गीता लसरगाको यो नाच्न पालपाली नाचसँग रामजीमा नाच्छौँ, त्यही संस्कार हुर्किएको, पारिपट्टि लुकेको मान्छे मगर भाषै नजान्ने, म लसरगाको मान्छे बाउ भएन मगर भाषा जान्ने, तानसिन पढेँ मैले, मलाई गोपाल साले तालको अस्ति लोसारमा बुटोल समुदायको कार्यक्रम गएँ, पहिले भित्र गएँ, हामीले त 10 लाख मागेको थियौँ, तपाईँ 17 लाख दिनुभएछ भन्नुभयो, गुम्बा त निर्माण गर्नु पर्यो भने त्यो पनि गरेँ। यो एउटा छुट्टै पहिचान हो, अझै हाम्रो पहिचान झन्डै 615 वर्ष अगाडि आउदेवी मन्दिरमा सारवंशको गुरु मन्दिर, खानेहरूको गुरु मन्दिर, त्यहाँ मगर पुजारी हुनेछ, अहिले पनि मगरको पहिला नाचिरहनु, तपाईँको जातीय पहिचान, तपाईँको सांस्कृतिक पहिचान र तपाईँको आफ्नो अपनत्वलाई मैले स्वीकारेँ भने तपाईँले पनि मलाई स्वीकार गर्दैन छैन। त्यस कारण बुटोल महानगरपालिकाले सबै जातिको लागि भाषाको तालिम, मगर भाषाको तालिमलाई बजेट छुट्याएको छ, मारुनी र झाम्रे नाचको लागि बजेट छुट्याएको छ, किन त्यो संविधानले दिएको अधिकार भने छुट्याएको। बडापत्र मगरै मेयर भएको ठाउँमा बडापत्र छैन, तर गाउँ मेयर भएको ठाउँमा किन बडापत्र बनिएको छ, त्यो कुरा पनि तपाईँले सम्झिनुपर्छ। कतिपय ठाउँमा मगर समुदायकै मेयर हुनुहुन्छ, गाउँपालिका अध्यक्ष हुन्छ, त्यहाँ मगर भाषा किन बडापत्र बनेन। तालिम हुन्छ हामीका, सबै भाषाको सांस्कृतिक तालिम हुन्छ र सबै भाषाको यो हाम्रो पोसाकको लागि चाहिँ ड्रेसहरूको लागि तालिम हुन्छ, सबै छुट्याएका छौँ हामीले, र ती सबैलाई स्थानीय सरकारले जोगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो मगर समुदायसँग बस्नु बुझ्यौँ, मेरो दाइले पनि घरमा बुवामाले चाबी छोडेर आउनु पऱ्यो नि, यहीँ कतिपय हुन्छ मगर समुदायको घर परिवारलाई चाबी छोडेर आउनु हो, मेरो घरको चाबी कहिले काहीँ बुझाउँदाखेरि बाबु समुदायको बुझाउँदा अलिक बढ्दै जानुपर्छ, मेरो चौकीलाई भित्र मगर समुदाय कोही पनि हुनुहुन्न। त्यस कारण त्यो सम्बन्धमा बसेको चाडबाड आउँदा सबै कुरोमा हाम्रो अपनत्व हुन्छ। अहिले पनि मैले दशैँमा तपाईँले हामीले दस्तावेजका रूपमा हामीले गरिसकेको काम भनेर हामीले जानकारी गराउनेछौँ। त्यस कारणले बुटोल उपमहानगरपालिका हरेक जाति समुदायको सम्मान गर्दछ र उनीहरूको भाषिक कुरामा, उनीहरूको सांस्कृतिक कुरा जोगाउने कुरामा हामीले गरेका प्रयत्नहरू अन्यत्र पनि हामीले प्रचार गर्ने कुरामा अब हामी सुरु गर्छौँ। त्यसैले मगर समुदायले आज माघे सङ्क्रान्ति मनाउँदै गर्दाखेरि जुन माघे सङ्क्रान्तिको महत्त्व छ, थारूले माघी भन्छ, हामीले माघे सङ्क्रान्ति भन्छौँ, बाहुनहरूले मगरले माघे सङ्क्रान्ति भन्छ। यो चाहिँ तक काटेर टी राख्नु होला, यसरी चाहिँ आफ्नो भाषाको एउटा शब्दले पनि महत्त्व दिन्छ। आज तपाईँहरूको नाचको महत्त्व कति छ, मैले गीतालाई भने, गीता हामीले कसरी यसरी गाउँमा भगाउँथ्यौँ होइन, पहिले हाम्रो टेरिया छोरीलाई जुन एउटा हाम्रो सम्पत्ति हो, हाम्रो गहना हो, हामीले गर्व गर्ने विषय हो टेरिया, रुद्रपुरको मात्र होइन, ठुलो लुम्पेको मात्र होइन, बुटोलको पनि सम्पत्ति हो। त्यस कारणले उनलाई चाहिँ यो मञ्चमा बुटोल उपमहानगरपालिकाको नगर प्रमुखको हैसियतले, उनको गार्जियनको हैसियतले यो मञ्चमा स्वागत गर्न चाहन्छु। उनका कारणले हाम्रो पनि छाती ठुलो भएको छ, गर्वले फुटेको छ। यस्तै हाम्रा सन्तति युवाहरूलाई हामीले सिकाएर हामी यो जाति, यो समुदायको हाम्रो भाषा, संस्कृति, संस्कार यो छ भनेर हामीले चाहिँ उनीहरूलाई सिकाउनुपर्छ। हाम्रा टोलका भाषा पनि फरक छन्, गाउँमा पनि फरक छ। त्यही लसरगाउँमा पनि एउटा टोलमा 700 घर छ, एउटा टोलमा 700 मगर मात्रै भएको घर त्यसमा कहाँ छ ल भन्नुहोस्। त्यति ठुलो टोल भएको ठाउँमा म हुर्केर आएको हो। त्यसैले यत्रो ठुलो चाहिँ सम्पन्नता मगर समुदायको, त्यहाँका विविधताहरू, त्यो टोलको फरक, एउटा टोलबाट अर्को टोलको फरक छ। राति झाम्रे नाच्दा 12वटा झाम्रे छुट्टै नाचिन्थ्यो, त्यस्तो खालको एउटा ठुलो चाहिँ सांस्कृतिक सम्पन्नता त्यो ठाउँमा थियो, अहिले पनि छ। त्यो ठाउँबाट हुर्किएका कारणले तपाईँहरूको जाति, समुदाय, भाषा र संस्कृतिको बारेमा तपाईँहरूसँग म नजिक छु। केही कुराहरू मैले गर्दै होला, केही कुरा गरिसकेको होला, अझै बाँकी छन् भने मेरो कार्यकालमा रोकिएका कुरा नगरसभा, कार्यपालिका र अरू हाम्रा विभिन्न कार्यक्रमले जोडिन पर्ने विषय, बुटोलले मगर समुदायप्रति सम्मान गरेको देखिनु पर्ने विषय छ भने निर्धक्क आउनुहोस्,
हामी खुल्ला रूपले स्वागत गरेर त्यसलाई कार्यान्वयन गर्नेछौँ भन्ने प्रतिबद्धता जारी गर्दै यो कार्यक्रमको सफलताको कामना गर्दै मलाई बोलाउनुभयो, सम्झिनुभयो र अनुमति हुने अवसर दिनुभयो सबै मगर समुदायका मित्रहरू, विशेष गरी मेरो अनन्य मित्र, एउटै थालमा खाएर हिँड्ने फर्कबहादुर बारगारे लगायत सम्पूर्णप्रति धेरै धेरै धन्यवाद र आभार प्रकट गर्दै मेरा भनाइ टुङ्गेर बिदा चाहन्छु। धन्यवाद। जय नेपाल। सोचिने रात चाहिँ बाँकी रहेछ। बसी बिहाको मको पनि कुरा भएन। माथि राम्री डाँडामा नाचे जस्तै झ्याउ नाचेर ज्यान तपाउने
जाने हो घर रातभरि गाइयो नाचियो अब बिहानीको मेरमेरी पनि हुन लाग्यो भाइको डाकोमा देउराली काट्नु पर्ने मेरो पनि सम्झना यो फोटो राख्नु है माथि देउताले पुग्ने एकै घरबाट आउँदा तिमीलाई छुट्याउनु खोज्दै शीतललाई हजुरको माया भए पुग्छ फर्केर छिट्टै आउनुहोस् है हुन्छ नि सानो आउँछु
Be